नमस्कार। एजी रिभोल्युसन को युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। विशेष गरी हामी यस च्यानल मार्फत कृषि र कृषि लोकसेवा सम्बन्धी जानकारी दिँदै आइरहेका छौं र आज हामी साउथ एसियन प्रिफरेन्शियल ट्रेडिङ एग्रिमेन्ट जसलाई हामीले साफ्टा भन्ने गरिन्छ र साउथ एसियन फ्री ट्रेड एरिया जसलाई हामीले साफ्टा भन्ने गरिन्छ। सुन्दाखेरि उस्तै लागे पनि तपाईहरुले यसमा चाहिँ पाटा र फाटा भनेर चाहिँ यसलाई सम्झिन सक्नुहुनेछ। आउनुहोस् लागौं अब साफ्टा र साफ्टाको बारेमा जान्नको लागि। सुरुमा रहेको छ साफ्टा जसलाई हामीले साउथ एसियन प्रिफरेन्शियल ट्रेड एग्रिमेन्ट मैले भनिसके पाटा र फाटा भनेर सम्झिनु होला। यो पाटालाई चाहिँ हामीले साउथ एसियन प्रिफरेन्शियल ट्रेड एग्रिमेन्ट भनिन्छ जसको अवधारणा चाहिँ सन् 1991 डिसेम्बरमा भएको 6औं सम्मेलनमा श्रीलङ्काले लिएर आएको थियो। तर श्रीलङ्काले आफूले 1991 मा ल्याए पनि श्रीलङ्काले चाहिँ 1993 अप्रिल 11 मा गएर बल्ल चाहिँ उनले चाहिँ हस्ताक्षर गरेको थियो भने साफ्टालाई पहिलो अनुमोदन गर्ने राष्ट्र चाहिँ नेपाल रहेको थियो। नेपालले चाहिँ सन् 1993 सेप्टेम्बर 28 यो नेपालले चाहिँ पहिलो अनुमोदन गरेको हुनाले यसको नेपाली डेट पनि तपाईहरुलाई धेरै ठाउँमा सोधिरहेको हुनाले 2050 साल अश्विनको 12 गते भनेर चाहिँ तपाईहरुले सम्झिनु पर्ने हुन्छ। र साफ्टालाई अन्तिम पटक अनुमोदन गर्ने राष्ट्र भनेको चाहिँ बंगलादेश रहेको छ र बंगलादेशले सन् 1995 नोभेम्बर 5 मा चाहिँ अन्तिम पटक सार्क राष्ट्रहरु मध्येबाट चाहिँ उनले अनुमोदन गरेको थियो। र त्यसैगरी साफ्टाको लागू चाहिँ कहिलेदेखि भयो भनेर धेरै सोध्ने प्रश्न छन्। जुन चाहिँ सन् 1995 डिसेम्बर 7 मा चाहिँ साफ्टा लागू भएको थियो र नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति महेश आचार्य, याद गर्नुस् है, महेश आचार्य भनेर चाहिँ तपाईहरुले साफ्टा लाई चाहिँ तपाईको हस्ताक्षर गर्ने व्यक्ति। त्यसैगरी साफ्टामा चाहिँ कतिवटा धारा उल्लेख रहेका छन् भनेर चाहिँ विभिन्न संघ संस्थाको एक्जामहरुमा सोधिरहेको हुन्छ लोकसेवामा। यो पनि तपाईहरुले याद गर्नु होला। 25 वटा धारा रहेका छन् है त। र धेरै एक्जाममा चाहिँ यो सोधिरहेछ है, नेपालबाट हस्ताक्षर गर्ने व्यक्तिको हो महेश आचार्य भनेर सम्झिनु होला। उलाई सम्झिनाले पाटा मैले सम्झाइरहेको छु, तपाईहरुले याद गर्नु होला। पाटामा चाहिँ महेश आचार्य, पीएम, महेशको एम भनेर पीएम भनेर तपाईहरुले चाहिँ सम्झिन सक्नुहुन्छ। अब लागौ हामी चाहिँ साफ्टातिर जसमा चाहिँ जसलाई हामीले साउथ एसियन फ्री ट्रेड एग्रिमेन्ट भनेर भन्ने गरिन्छ। र यो साफ्टा भनेको चाहिँ यही साफ्टालाई नै साफ्टामा परिणत गर्ने चाहिँ गरिएको हो। तपाईहरु कन्फ्युज नहुनु होला। पहिला सुरुमा चाहिँ एसएपीटीए साफ्टा भन्ने आएको थियो, पछि चाहिँ सार्कको 10औं सम्मेलनले चाहिँ साफ्टा पीएटीए पाटालाई चाहिँ फाटामा कन्भर्ट गरेको है। अब यो विभिन्न देशहरुको बीचमा चाहिँ ट्यारिफ अझै घटाउने भनेर चाहिँ यसरी चाहिँ यसलाई 10औं शिखर सम्मेलनले। अब तपाईहरुले यहाँ प्रश्न सोध्छ है, साफ्टा चाहिँ कुन शिखर सम्मेलनबाट चाहिँ साफ्टालाई साफ्टामा कन्भर्ट गरिएको हो भनेर धेरै सोध्ने गर्छ है। अब त्यसैगरी अब यसलाई चाहिँ अनुमोदन यो साफ्टालाई अनुमोदन गर्ने सम्मेलन चाहिँ कहिले भएको थियो त भनेर चाहिँ 12औं सम्मेलनमा भएको थियो। हेर्नुस् है, पहिला निर्णय चाहिँ 10औं सम्मेलनमा भयो। अब कहिलेदेखि अनुमोदन गर्ने भनेर चाहिँ 12औं सम्मेलनबाट चाहिँ यो तपाईहरुको चाहिँ अनुमोदन गर्नलाई चाहिँ भएको थियो। त्यसैगरी साफ्टा जारी कहिले भयो भनेर सोध्छ। अब यो जारी चाहिँ फेरि हेर्नुस् है, सन् 2004 जनवरी 6 बाट भएको छ। जारी भएको 2 वर्ष पछाडी सन् 2006 जनवरी 1 देखि चाहिँ बल्ल लागू भएको थियो है। त्यसैगरी साफ्टामा चाहिँ अफगानिस्तानको पहुँच चाहिँ 15औं शिखर सम्मेलनबाट भएको थियो। हामीलाई थाहा छ 10औं शिखर सम्मेलन अफगानिस्तान थिएन, त्यही भएर साफ्टामा चाहिँ अफगानिस्तानको पहुँच चाहिँ 15औं शिखर सम्मेलनबाट भएको हुनाले गर्दाखेरि चाहिँ उसलाई चाहिँ हामीले 15औं शिखर सम्मेलनबाट चाहिँ साफ्टामा उनले चाहिँ पहुँच पुर्याएको थियो भन्ने गरिन्छ है। त्यसैगरी अब हेर्छौं भने हामीले साफ्टामा चाहिँ 4 वटा सिद्धान्त रहेका छन् र नेपालबाट हस्ताक्षर गर्ने व्यक्तिको हो भनेर चाहिँ धेरै प्रश्न सोध्ने गर्छ। यसको लागि चाहिँ डाक्टर भेषबहादुर थापा, याद गर्नुस् है। अगाडि चाहिँ के थियो, पाटामा चाहिँ महेश आचार्य पीएम भनेर सम्झिनु भएको थियो। अब यसमा चाहिँ फाटा एफ हैन, भेषबहादुरको बी सम्झिनुस्, फेसबुक एफपी भनेर सम्झिन सक्नुहुन्छ। र यसमा पनि के रहेको छ, 25 वटा धारा रहेको छ है। विद्यार्थी भाइ बहिनीहरुलाई धेरै गाह्रो लाग्ने यो साफ्टा र साफ्टाको बारेमा चाहिँ ओभरअलमा चाहिँ यति नै कुराहरु जान्नुभयो भने यहीँबाट नै धेरै प्रश्नहरु तपाईहरुलाई पर्ने हुँदा गर्दा यो कुराहरुलाई चाहिँ तपाईले एकदम मैले सर्ट नोटमा राखेको छु। तपाईहरुले यसलाई चाहिँ राम्रोसँग नोट गर्नु होला। र यस्तै भिडियो हेर्नको लागि तपाईहरुले चाहिँ एजी रिभोल्युसनको युट्युब च्यानललाई फलो गर्नु होला। हाम्रो भिडियो सामग्री कस्तो लाग्छ प्रतिक्रिया दिँदै राख्नु होला र यस्तै अपडेटको लागि हामीलाई सब्स्क्राइब पनि गर्नु होला। धन्यवाद।